आज एकदम रमाइलो भयो। अब हामी खानाको लागि एकदम राम्रो अकाली भान्सा घरमा जाने तर सरप्राइज हो रे हैन पहिला बाइक लिन सरप्राइज अनि त्यो त्यहाँ कसरी पुग्यो भन्ने कुरा चाहिँ अहिले अब अनुसन्धान हुन्छ हैन त्यो एक्लै त गएन होला खानालाई बाराई थकाली किचन एन्ड रेस्टुरेन्टमा आएको छौँ। के छ भोक लागेर मन लागिसक्यो साथी। अब चाहिँ छिटो खाना आएर जानु होइन। अनि अब चाहिँ अब खाना आउँछ यहाँ टक्क खाना गम खाने अनि खाएपछि यहाँबाट निस्केर काइकिङ गर्न जाउँला। काइकिङ गरिसकेपछि अनि आधा एक घन्टा कतै रेस्ट गरेर अनि फेरि हामी कहाँ जाने रे भाइरल के खाना सेकुवा कि जिर ए भुटुवा खाना जाने रे भाइरल भुटुवा खाना जाने रे। अब पल खाना खाम त्यसपछि त त्यहाँ भुटुवा घरमा जाने गइन्छ काइडिङ गरिन्छ। अब युगेश साथी अनि तिम्रो के कतै जाने प्लान छ तिम्रो तर्फबाट? म त अब कुसमा जाने भनेको रे अब प्रदीपले के भन्छ बन्जी हान्न जाने भनेको। तर साथी अब मौसम बिग्रिँदैछ बन्जी हान्न त नजाम होला। बन्जी हान्न पहिला चाहिँ अब एकदम भोक लागेको छ त्यत्रो प्याराग्लाइडिङ गरेर आएको एकदम भोक लागेको भएर खाना खान लागेको छ हामी। मेनुलाई चाहिँ एउटा कस्तो स्वर भइरहेको बडी पनि अब खाना खाने त्यसपछि काइकिङ स्पुन दिनुहोस् न स्पुन पैसा तिर्नु भयो? सरले त पैसा तिर्नु भयो त तिर्नु भयो। लेग साइड ए अनलाइन त नचल्दो रहेछ क्यास दिन्छ नि। जाङ्गे टाँसेर त यही घन्टाको कति जाङ्गे क्यानिर पहिला यता बुक गरेर साथी ल कता हो छिटो गरौँ त हो 200 मा बस्यो त हामी 4 जना हो। घन्टाको कति हो? ल कहाँ हो जाने बरु जाङ्गीहरू पनि चाहियो कि आफूको त नलाउने के त्यो साथी तिम्रो माइक त यहीँ झुन्डे रहेछ लौ यो राख त अहिले हरायो भने गाइड लानलाई पर्दैन गाइड लाइफ ज्याकेट हुन्छ। त्यसलाई त्यहाँ सोधौँ के भएन मैले यहाँ डिटेल लेखिरहेको त होइन र हो
यहाँ हाम्रो नामहरू लेख्नुपर्ने रहेछ। महँगो पर्छ यार। पहिला कति हो कि यो त बाहिर हिँड्न लाउनेवाला रहेछ नि साथी। 650। कति छ यसको? 650। त्यो नर्मल यो वान टाइम युजको लागि त्यस्तो वाला केही छैन। प्राइस गर्नको लागि लाइफ गाइडको लागि बुझ्यो फेरि। हामी ट्र्याक किन्नको लागि हिँडिरहेको छौँ। अलिअलि युज गर्नको लागि मात्रै अब हामी काइकिङ गर्नलाई ट्र्याक चाहिएको हो। धेरै महँगो हुन आलिदिए। हामीलाई वान टाइम युजको लागि मात्र कोही त्यो 250 मा पाइन्छ भन्नेवाला बोलाएको बर्मा फोन पारिसक्यो अब पारि मैले देखेँ या त्यस्तो आउँछ होला त्यसको। हाम्रो कायक चाहिँ यहाँ छ। यो त अब चट्टो लगाएर बिस्तारै होइन। पहिला त मैले मेरो घाउमा टाल थिएन, खोला चाहिँ थियो। जानुभयो सर। प्रदीप कस्तो भिड भइरह? पल्टिन्न छोटो कस्तो फिल भइरह? ओ प्रदीप कहाँ गएको रे तिमी? उता साला ड्राइभर रे लाइसेन्स भएको मान्छे झन् उता उल्टो चाल्छ यार। मेरो फोन आएको सुन्दै गर है। रोकमा पेट लाउँछ। क्यामेरा त युटिलाइजै भएन त यार मेरो यार। ल भिडियो साथी कस्तो फिल भइरह? एकदम रमाइलो भयो। आम पौडी सौडी खेल्थ्यौ नि त। ओ ओज्जी मेरो साथी ओज्जी। बवाल ल
फेवातालमा साइली ढुङ्गा सरर सम्झनामा तिम्रो तस्बिर ओए फोटो खिच्न फेवातालमा साइली ढुङ्गा सरर सम्झनामा तिम्रो आमा सुती सुती ओए कुन पोज छ दियो ल भिडियो आइज भिडियो ओए त्यहाँ ओए त्यहाँ छ यसले अन गरेर राखेर चाहिँ भिडियो अन छ बोलो पेन्सिल ब्ल्याङ्क पेन्सिल ओए सेल्फी हो बोलो पेन्सिल सेल्फी हो कि ओए फोटो हान्न कि भिडियो हो के बोलो पेन्सिल फोटोको बना न बोलो पेन्सिल ओए त्यो उस गर्न मासला बोलो पेन्सिल भाइ प्लान पेन्सिल बोलो एक्सेस प्लान सक्सेस हो क्या जितिरहेछु के ल है ल भिडियो हो केटाहरू भिडियो हान्दै खा त मेरोमा त हान्दैन ओए ल भिडियो तेरो मात्रै हान्दै के ल हातबाट हान्नु ल आइरहेछ त यहाँ यी आइरहेछ के घाडी काट्दिन्छ नि घाटी काट ओए के बोलेको मन्दिर आएर घाटी साटी काट्दियो मानि काट खेद्नु मेरो खिचिरहेछ के दाइ स्पिडमा आउने अनि डिस ब्रेक हान्नु बोलो क्यान्सिल किसिमको फोटो क्यान्सिल ओए त्यसले आइज नि रोकिरोकिमा आउँछु ओए
आइज न उ ल तँ नि आइज के कुन क्यामेरा अन गरे हेस गऱ्यो के ल ल ल यस्तो रिक्स लिली त्यहाँ क्यामेरा अन गरिरहेको छु भाइ ल त्यतिको बस्यो म जान्छु बोलो पेन्सिल प्लान सुशीलको फोटो क्यान्सिल बोलो पेन्सिल ल फोटो खिच्दिम त्यसको फोटो र आइज भन्छ अनि छोरा म्याचले आफूले खिच्नुको त्यहाँ आउँछ नि ओ मन्दिर आएर रक्न ल्याएर मुला किन हुनुपर्छ जतिखेर खोल्ने बेला अब के गर्नु त त्यस्तै परि गयो ओए बाबु किन्छ क्या हो फोटो खिच्छ ओ त्यसको मोबाइल हातले फोटो खिच्छ त ए यसको फोटो नखिच्दिएर मारिसायो कि भिडियो हो ल जान्न त जाम मन्दिर जाने भयो गएर ल म खिचिदिरहेको छु कि अलि राम्रो आयो भने त जाने भिडियो बनाए त अब मजा भयो है गाइस कति बेला कस्तो भिडियोमा मजाको मजा रेडी भन्नु त खै भनेको रेडी रेडी कहाँ पुगिसक्यो बरु हामी उतै जाऊँ न किन बोलाउने सेल्फी हान्न सेल्फी यो ओए माछा पानी नगर्नु जस्तो हौडा नगर्नु त यार कस्तो मलाई मात्र छ ल अब चल्दै अगाडि जाऊँ न भिडियो मोबाइल दे दे अब ल नपार्नु त्यसरी पानी हाल्नु भेरी गुड जाम केटा त्यो फर्स्ट जाउँ ल त यार दाइ जुम गर्दैछु ड्रोन हान्दैन